आज म मिसन ब्याङ्कमा म आएको छु। यो ठाउँमा चाहिँ तपाईँले यो चर्च देख्नु भएको छ, त्यो चर्चमा मैले बत्तिसमा लिएको 1991 मा। अनि यो ठाउँमा आज म लगभग 30-35 वर्ष पछाडि म यो ठाउँमा आएको। यो 32मा लिएको ठाउँ, यो तपाईँले ठुलो क्रुस देख्नु भएको छ, त्यो चाहिँ ठुलो चर्च छ। त्यो चर्चमा मैले 32मा लिएको। यसलाई भन्छ मिसन ब्याङ्क। अहिले यो आइजलको मिसन ब्याङ्क भन्ने ठाउँमा। अनि यहाँ गाडीको यस्तो छ, तपाईँले देख्नुभएको छ होला, यो गाडीको रोड हो, कता जान्छ, यो कुल्लीकन जान्छ। अनि तपाईँले देख्नुभयो यो एकदम आइजल सहरमै पर्छ। यो आइजल सहरको एक भाग छ। यो भागमा आज म आइपुगेको छु। प्रभुलाई धन्यवाद होस्। 35 वर्ष पछाडि चाहिँ म यो ठाउँमा 32मा लिएको, यो ठाउँमा सेवाकाई गरेको। अनि आज त्यो ठाउँमा म आइपुग्दा मलाई एकदमै खुसी लागेको छ। यो बजारहरू यस्तो छैन, तपाईँले देख्नुहुन्छ। यो एकदमै बजारमा ठुल्ठुलो भवनहरू छ, बिल्डिङहरू छन्। अनि यहाँका मान्छेहरू असाध्यै धनी छन्, धनी। अनि सबै क्रिस्चियन हो यो ठाउँहरू चाहिँ। फेरि टोटली क्रिस्चियनमा कुनै पनि अरू छैन। यो क्रिस्चियन स्टेट भएको कारण यो क्रिस्चियन हो। ठाउँ पनि एकदम क्रिस्चियन हो, एकदमै राम्रो छ। तपाईँले देख्नुभएको छ, यो एक भाग मात्रै मैले तपाईँलाई देखाइरहेको छु। म बिल्डिङ माथिबाट तपाईँलाई यो फोटो दृश्यहरू म देखाइरहेको छु है। अनि यसरी हाम्रो पुरीसँग अनि आज चाहिँ हामी यो मलाई 32मा पहिला सुसमाचार सुनाउने मान्छे चाहिँ उहाँ हुनुहुन्छ, पुछिना। अनि पहिला मलाई सुसमाचार सुनाउने व्यक्ति उहाँ हो है। मैले उहाँकोद्वारा चाहिँ प्रभु यीशुलाई पाएको हो। तपाईँहरूलाई मैले जानकारी गराउँदैछु। मेरो साथी, हामीसँगै आसाममा सेवाकाई गरेको 3-4 वर्ष। अनि अहिले उहाँ आइजलमा बसोबासो गर्नुहुन्छ, हाम्रो यहाँ रिङ्गानी। अनि यो चाहिँ एकदम हामीलाई पहिलो यो घरमा हामीले भजन गाउँथ्यौँ उहाँहरूको घरमा। यसरी म बुढो भइसकेको छ अहिले। अनि मलाई सङ्गतिमा डोर्याउने एकदम पुनेलसन अनि उहाँ चाहिँ मलाई पहिला डोर्याउने सङ्गतिहरूमा उहाँको घरमा छौँ आज। यसरी है बसोबासो गरेको छौँ। हस् त, सबैलाई जय मसीह।